यो चाहिँ मेरो भाइले बनाएको, सानो भाइले बनाएको यो प्यानो टेबल हो। मैले भिडियो गरेको पनि देखिरहेको छ हैन। अनि यहाँनिर के छ त्यो देखाइदिइरहेको छु। आफै बनाएको, घरमा बसी बिहालो काम यसरी गर्छ हो। अब यहाँनिर के सामान राख्ने पनि छ। यहाँभित्र पनि सामानहरू राख्ने बनाएको छ। अब यसको ड्रयर लागेको छैन, कम्प्लिट भएको छैन, गर्दैछ काम। अब यसलाई यहाँ माथिबाट यो पेन भयो। अब यसलाई एकदम मैला पनि हुँदैन है, कभर गरेर राख्यो भने। अर्को चाहिँ यसरी छोप्यो भने यो चाहिँ एउटा, हेर्नुहोस् है, यसरी छोप्यो भने यो चाहिँ एउटा यो भयो नि हो कभर। अब छोप्यो भने टेबल पनि भयो नि। यहाँ माथिबाट अब के यिनीहरूले सजाउने चिजहरू राख्छ हैन। यसरी ठक ठक राखिदिन्छ। हजुर यसरी राखिदिन्छ। उहाँ रहेछ हौ, लु यसरी राख्यो। राम्रो पनि भएन, अब हेर्नुमा पनि राम्रो लाग्यो है।